ल है साथीहरू, आज चाहिँ हाम्रो छुट्टी बुढाबुढीको अनि मेरो बुढाको कपाल काट्ने भनेर हामी चाहिँ सलुनतिर जाँदैछौँ। अनि सलुन चाहिँ त्यहाँ छ केटा जेन्ट्सको सलुन चाहिँ त्यो मार्केट त्यहाँभित्र छ। त्यहाँ जाँदैछौँ हामी बुढाबुढी। अनि बजारको चाहिँ यस्तो छ है हालखबर अहिले गाइस। ए बुढा कहाँ जानुभएको अरे तपाईँ कपाल काट्नु? कपाल काट्नु पर्ला। कपाल लामो भइरहेछ मेरो बुढाको, त्यही भएर नि हामी चाहिँ बुढाको कपाल काट्नु बाहिर निस्केको। एकछिन गर्मी छ हप्प छ। केटाको ब्युटी पार्लर जानु पर्ला। अब केटाको ब्युटी पार्लर जाने अरे मेरो बुढा चाहिँ। ल अहिले सलुन यहाँ कस्तो दामी लाइट हेर्नु न साथीहरू, वालमा कतारमा चाहिँ यस्तो पानी पर्दैन नि त, बर्खामा पानी पर्दैन। अनि यस्तरी लाइटहरू राख्दा पनि राम्रो देखिन्छ क्या साथीहरू। अनि हामी चाहिँ यहाँ आइसक्यौँ है, चोकमा गाडी आउँदैछ, बाटो क्रस गर्नु जस्तो छ जाउँ। अनि हामी चाहिँ आइपुग्यौँ अब यहाँ कपाल काट्ने ठाउँमा नजिकै। यो चाहिँ यहाँ कतारको बक्ला भन्छ, मसिनो मसिनो सुपर मार्केटहरू हुन्छ यहाँ चाहिँ। यताबाट जाउँ न हौ, देखाउँछु। यो चाहिँ कतारको सुपर मार्केट यस्तो छ गाइस। ल हेर्नु, यहाँ चाहिँ सानो सानो ग्रोसरीहरू हुन्छ अनि सलुनहरू पनि छ। यो चाहिँ सुपर मार्केट, बलदनाको सुपर मार्केट छ यहाँ। अनि मेरो बुढाको कपाल काट्ने ठाउँ चाहिँ यता पर्छ है गाइस, यहाँनिर। अहिले म त्यहाँ पुगेर देखाउँछु है चाहिँ। अनि मेरो बुढाले चाहिँ मलाई जुस किनिदिनु आँट्नु भएको छ। जुस खाने गर्मी छ नि त, अनि मैले चाहिँ एभोकाडो जुस भनेको छु। यहाँ नै यस्तो फ्रेस फ्रुटहरू पाउँछ यहाँ। अनि मेरो बुढाले चाहिँ यहाँ जुस अर्डर गरिदिनु हुनुहुन्छ साथीहरू। अनि जुस बनाएर खाएर चाहिँ त्यहाँनिर जानेछ। यस्तो गर्मी छ नि साथीहरू, यस्तो गर्मी छ यहाँ। पसिना आएर मेरो आमा यस्तो पसिना यो चस्मा उयो भइसकिसकेको छ मेरो घुट्ने, यस्तो गर्मी छ। त्यही भएर मैले चाहिँ जुस पिउन आँटिरहेको छु यहाँनिर। अनि मेरो बुढा चाहिँ पर्खिराख्नु भएको छ, जुस रेडी गरेको छ होइन। यहाँ चाहिँ सबै इन्डियन फुडहरू पाउँछ है साथीहरू, समोसाहरू है, चिकन रोलहरू, जुसहरू, इन्डियन रेस्टुरेन्ट हो नि त। अनि त्योहरू पाउँछ सबै। ल मेरो जुस चाहिँ रेडी भयो। खै स्ट्रो ल मेरो जुस चाहिँ रेडी भयो साथीहरू। एभोकाडो जुस बुढा चाहिँ पे गर्दै हुनुहुन्छ त्यहाँनिर। अब हामी सलुन जाने भन्छ। मेरो बुढा चाहिँ अब कपाल काट्नलाई सलुन चाहिँ के हो, सलुनको नाम छैन, सलुन जानुभयो। भिडियो बन्द गर्छु है म अब साथी। ल बुढोको कपाल काटेर पनि भ्याइयो साथीहरू। यहाँ पनि दामी हिरो भएर आउनुभएछ त। अनि हिरो भएर जुस पिउँदैछ, सकेको जुस बट्टे पिउँदैछ। अब हामी चाहिँ एकछिन पार्क घुमेर अनि टक्कसँगले जाने हो। यस्तो छ है यहाँनिर जति सबै बाघ उडेर त के खत्तम भएछ यहाँ नि टसेर। सबै बाघले त भिडियो ब्लर 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 बनाउँदैछ। यहाँ चाहिँ यस्तो छ है, बक्कलाहरू छ। हाम्रो नेपाली रेस्टुरेन्ट यहाँनिर चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट पनि छ है साथीहरू, हाम्रो नेपाली भान्साघर। सानो चलाइदियो है, त्यो कपमा ठ्याक्क त्यो नआउँछ त्यो हाम्रो के कति हो यसको पैसा छ? त्यो ठिकै हुन्छ। यो ठुलो रहेछ नि त बुढी, कस्तो मैले यो ठुलो छ, यो ठिकै मिडियम रहेछ। यो मिडियमै लाग्यो, यो चाहिँ ठुलो रहेछ नि त। है साथीहरू, अब चाहिँ हामी फर्केको सपिङ गरेर झोलामा सामान बोकेर। बुढो चाहिँ इनर्जी ड्रिङ्क खाँदै हुनुहुन्छ। यस्तो गर्मी, यो कतारको गर्मी भगवान्
यो ह्युमिडिटी बढेछ पुरै स्टिम बडी त मेरो यो चस्मा लगाएको चस्मा त पुरै उयो के अरे बाफुडे यस्तो भएर क्या आमा यस्तो गर्मी छ नि कतारमा भगवान् पुरै यस्तो भइरहेको छ हुस्से लाग्यो जस्तो माई गुडनेस अब हामी चाहिँ रुमतिर हिँडेको हिँड्दै हिँड्दै आजको छुट्टी पनि सक्यो मेरो कतारमा बाँच्ने फुल भनेको चाहिँ यो के को फुल चुवाको फुल है साथीहरू ल हेरिहाल्नु यो चुवाको बोट हो यस्तो मजाले फस्टाएको छ नि यहाँ हेर्नु त आम्मामा चुवा यो मात्रै हो बाँच्ने कतारमा अनि यही खजुरको बोट यस्तै छ कतारमा चाहिँ अब यो कतारको मरुभूमिमा फल्ने भनेको चिजै यही हो अनि घरहरू चाहिँ यस्तै यहाँ रेन्टमा रहेछ है यो घर ए लु कसलाई चाहियो यो भिल्ला चाहिँ रेन्टमा रहेछ साथीहरू अब हामी चाहिँ रुम फर्केको लु आज चाहिँ मरिने नै भयो पसिनाले बुढालाई पसिना आएको छ कि छैन बुढा छैन मलाई त आनन्द आइरहेको छ मजा आइरहेको छ आनन्द आइरहेको छ मैले कस्तो खालको गर्मी छ क्या यहाँनिर साथीहरू त च्याप च्याप कस्तो पसिना पनि अहिले नुहाएर हिँडेको म फ्रेस भएर हिँडेको मान्छे यस्तो च्याप च्याप भइरहेको छ क्या राम्रो हावा पनि आइरहेको छ क्या हावा आउन चाहिँ हावा पनि आइरहेको छ तर कस्तो खालको हावा हो यहाँको त यस्तो हिँड्दै हिँड्दै मर्न आँटिसक्यो गलेर हट्टरीको ल हेर्नु त साथीहरू मेरो अनुहार आमामा पसिना टल्केर हट्टरीको है गर्मी 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 भगवान् हट बल्ल बल्ल रुम आइपुग्यो कति अँधेरो हो यहाँ त छ ए भगवान् आज त गलेर मर्यो त हिँडेर हावा चाहिँ फेरि यस्तो उडाउने आइरहेको छ हावा चाहिँ कस्तो तातो खालको हावा बल्ल रुम आइपुग्यो साथीहरू हो यहाँ हाम्रो बडी गाडी बसेर छ यहाँनिर सिँढी बेसी छ बडी गाडी फेरि अर्को हिरो अब हामी चाहिँ फेरि कति माथि पुग्नुपर्छ यसो हेर्नु मात्र हो बाहिर निस्केको यस्तो हालत भएर आयो साथीहरू माई गुडनेस आइपुग्यो खतराकै भएर मेरो चप्पल खोल्छु कस्तो चिसो भइरहेको रहेछ रुम त बल्ल एसी बन्द नगरेको ठिकै भएछ ओ माई गड चाबी कहाँ राख्नु भयो होला होइन त मैले त ला कस्तो निलो आयो त भिडियो ओफ ल गाइज आजको छुट्टी चाहिँ हाम्रो यस्तै भयो हिँडेर हिँडेर ल थके ओफ पसिना हेर्नु त ल आम्मामा छ्याप्पै माई गुडनेस ल बाई बाई